हुन्छ, हामी उत्पत्तिको पुस्तकलाई पढ्न जारी गर्नेछौँ। उत्पत्ति 40 अध्याय। फारूकका नोकरहरूका सपना। केही समयपछि मिश्रका राजा, मुख्य पिउनी र मुख्य पकाउनेले आफ्नो मालिक मिश्रका राजाको विरुद्धमा अपराध गरे। फारो आफ्ना यी दुई अधिकृतहरू अर्थात् मुख्य पिउनी र मुख्य पकाउनेहरूसँग क्रोधित भए। उनले उनीहरूलाई अङ्गरक्षकका कप्तानको घर अर्थात् झ्यालखानाको पहरामा हालिदिए। योसेफ पनि त्यही नै थुनामा थिए। अङ्गरक्षकको कप्तानले उनीहरूलाई योसेफको जिम्मामा राखिदिए र तिनीहरूले उनीहरूको रेखदेख गर्थे। केही समयसम्म उनीहरू पहरा नै बसे। एकपल्ट एकै रातमा झ्यालखानामा परेका मिश्रका राजाका मुख्य पिउनी र मुख्य पकाउने दुवैले आफ्नो अर्थ भएका सपना देखे। बिहान आउँदै योसेफले उनीहरूलाई अफसोसमा गरिरहेको देखे। यसकारण तिनले आफ्नो मालिकको कैदमा रहेका फारोको ती दुई अधिकृत सोधे, आज किन तपाईँहरू मुख दुःखी छ? उनीहरूले तिनलाई भने, हामीले सपना देख्यौँ तर तिनको अर्थ खोलिदिने कोही पनि छैन। योसेफले उनीहरूलाई भने, सपनाको अर्थ त परमेश्वरकै हातमा हुँदैन र मलाई तपाईँहरूका सपना बताउनुहोस्। तब मुख्य पिउनीले चाहिँ आफ्नो सपना यसरी 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 बताए, मेरो सपनामा मेरो सामुन्ने एउटा दागको बोट थियो। दागको बोटमा तिनवटा हाँगाहरू थिए, त्यसमा टुसा पलाएपछि फुलहरू र ढाकी ढकमक्क लागेर दागका झुप्पाहरू लटरम्म भएर पाके। फारोको कचौरा मेरो हातमा थियो र मैले दागलाई निसारेर फारोको कचौरामा हालेर त्यो कचौरा फारोको बाहुलीमा टक्राए। योसेफले उनलाई भने, यसको अर्थ यही हो, 3 हाँगाहरू भनेको 3 दिन हो। 3 दिनभित्रै फारोले तपाईँको शिर ठाडो पारिदिनुहुनेछ र फेरि तपाईँले आफ्नो काम दिनुहुनेछ र तपाईँ अघि उहाँका मुख्य पिउने हुनुहुँदा जस्तै फेरि फारोको कचौरा उहाँको बाहुलीमा टकाइदिनुहुनेछ। तर जब त्यसको फल हुनेछ तब मलाई सम्झिनुहोला। कृपा गरी फारोसँग मेरो विषयमा कुरा गरेर मलाई झ्यालखानाबाट निकालिदिनु होला, किनकि मलाई वास्तवमा हिब्रूको देशबाट चोरी गरेर ल्याएको हो र यहाँ पनि झ्यालखानामा पर्ने काम मैले केही गरेको थिएन। सपनाको अर्थ असल भएको देखेर मुख्य पकाउनेले योसेफलाई भने, मैले पनि यस्तो एउटा सपना देखेँ। मेरो टाउकोमा रोटीको 3वटा टोकरी थिए। माथिल्लो टोकरीमा परे फारोको निम्ति एउटा पकाएको अनेक किसिमका खानेकुराहरू थिए, तर मेरो टाउकोमा भएको टोकरीबाट चराचुरुङ्गी टुङ्गी टुङ्गी खाइरहेका थिए। योसेफले भने, यसको अर्थ यही हो, 3वटा टुक्राहरू चाहिँ 3 दिन हो। 3 दिनभित्रै फारोले तपाईँको शिर उडाइदिनु हुनेछ र तपाईँ रुखमा झुन्डाइदिनु हुनेछ र तपाईँ र चराहरूले तपाईँको मासु ठुङ्गी ठुङ्गी खानेछन्। तेस्रो दिन फारोको जन्मदिन थियो। त्यस दिनमा उनले आफ्नो अधिकृतलाई बोझ दिए र अधिकृतको लागि ल्याएर उनले मुख्य पिउनी र मुख्य पकाउनेलाई खडा गरे। उनले मुख्य पिउनीलाई चाहिँ आफ्नै काममा फेरि नियुक्त गरे र उनले फारोको कचौरा टक्राउने गरे। तर योसेफले तिनको सपनाको अर्थ खोजिदिने मुख्य पकाउने चाहिँ फारोले झुन्डाइदिए तापनि मुख्य पिउनीले योसेफलाई सम्झेनन्, तर तिनले बिर्सिहाले। उत्पत्ति 41। फारोका सपनाहरू र त्यसका अर्थ। यसको पुरा 2 दिनपछि फरोहले एउटा सपना देखे। सपनामा उनी नील नदीको किनारमा उभिरहेको थिए। नील नदीबाट 7वटा खुब सप्रेका मोटा मोटा गाईहरू निस्केर आएर काँसको घारीमा चर्न लागे। त्यसपछि अरू 7वटा हड्डी र छाला मात्र भएका दुब्ला दुब्ला गाईहरू नील नदीबाट तिनीहरूलाई पछि पछि निस्केर नील नदीको किनारमा उभिरहेको पालेको गाईहरू जसँगै उभे। ती हड्डी र छाला मात्र भएका दुब्ला दुब्ला गाईहरूले ती 7वटा सप्रेका मोटा मोटा गाईहरूलाई खाइहाले अनि फारो पिउछे। त्यसपछि उनले फेरि निधाएर अर्को एउटा सपना देखे। 7वटा भरिला र असल अनाजका बाला एउटै ढाडमा उभिरहेका थिए। त्यसपछि सेप्रा र पूर्वीय बतासले आइलागेका अरू 7वटा अन्न बालाहरू बसाए अनि ती सेप्रा बालाहरूको ती 7वटा र असल र भरिला बालाहरूलाई निलिहाले। अनि फारो बिउजे यो सपना रहेछ भनी उनलाई थाहा भयो। बिहान उनको हृदयमा ठुलो चिन्ता परेर उनी मिश्रका सबै जादुगर र त्यहाँ सबै ज्ञानी पुरुषहरूलाई बोलाए। फारो तिनीहरूलाई आफ्ना सपना बताए, तर फारोका सपना अर्थ खोलिदिने कोही पनि त्यहाँ भएन। ती मुख्य पुजारीले पिउने फारोलाई भने, मेरो भुल आज मलाई थाहा भयो। फारोले आफ्नो नोकरहरूसँग रिसाएर भने, मलाई र मुख्य पकाउने अङ्गरक्षकको कप्तानको कैदमा राख्नु हुँदा एकै रात उनले मैले आफ्नो अर्थ भएको सपना देखेका थियौँ। त्यहाँ अङ्गरक्षकका कप्तानको एकजना जवान हिब्रू नोकर हामीसँग थियो र जब हामीले त्यसलाई आफ्नो सपना बतायौँ, हामी तपाईँको आफ्नो सपना अनुसार सपनाको अर्थ त्यसले हामीलाई खोलिदियो। त्यसले हामीलाई यस्तो अर्थ खोलेको थियो। त्यसले हुन आयो, म आफ्नो काममा फेरि नियुक्त भएर त्यो मुख्य पकाउनेहरू चाहिँ झुन्डियो। यसै कारण फारोले योसेफलाई बोलाउन पठाएर तिनलाई झ्यालखानाबाट निकाले। तिनले दाह्री र कपाल खौरेर लुगा फेरे अनि तिनी फारोको सामुन्ने हाजिर भए। फारोले योसेफलाई भने, मैले एउटा सपना देखेँ तर त्यहाँ कसैको अर्थ बताउन सकेन। मैले मेरो विषयमा सुने कि सपना सुनेपछि तैँले अर्थ खोल्छस् रे। योसेफले फारोलाई भने, यस्तो ज्ञान त ममा छैन, तर परमेश्वरले फारोको यथार्थ अर्थ उत्तर दिनुहुन्छ। तब फारोले योसेफलाई भने, मेरो सपना म नदीको किनारमा उभिरहेको थिएँ अनि 7वटा खुब सप्रेका मोटा गाईहरू नील नदीबाट निस्केर काँसको घारीमा चर्न लागे। त्यसपछि निधा र हड्डी छाला मात्र भएका दुब्ला दुब्ला मैले मिश्रमा कहिले नदेखेको गाईहरू तिमी पछि लागे। ती हड्डी र छाला मात्र भएका दुब्ला गाईहरूले
पहिलेको 7वटा सप्रेका मोटाहरू गाईहरूले खाइहाले। तर तिनीहरूले त्यो 7वटा खाइसकेपछि तिनीहरूले खाए भनेर कसैले भन्न सक्दैन थियो, किनभने तिनीहरू अझै पनि पहिलाको जस्तो दुब्लै थियो। तब म बिउजे मैले मेरो दोस्रो सपनामा पनि देखेँ, एउटा ढाडमा 7वटा भरिला र असल बाला पसाए। फेरि ओइलाका सेप्रा र पूर्वीय बतासले हानेका 7वटा बालाहरू त्यसपछि पसाए। त्यो सेप्रा बालाले ती 7वटा असल र बालाहरूलाई निलिहाले। मैले जादुगरलाई पनि त्यो सपना बताएँ, तर मलाई यसको अर्थ पहिला कसैले पनि सकेन। तब योसेफले फारोलाई भने, फारोका सपना एउटै हो, परमेश्वरले जे गर्न लाग्नु भएको छ सो फारोलाई प्रकट गर्नु भएको छ। ती 7वटा खुब सप्रेका मोटा मोटा गाईहरू 7 वर्ष र ती 7वटा असल पालाहरू पनि 7 वर्ष नै हुन्। सपना एउटै हो, तिनको पछि पछि आउने हड्डी र छाला मात्र भएका दुब्ला र 7 वर्ष हुन्। ती 7वटा पूर्वीय बतासले हानेका सेप्रा बालाहरू पनि अनिकालका 7 वर्ष हुन्। यो मैले फारोलाई निवेदन गरे जस्तो हो। आफूले गर्न लाग्नु भएको कार्य फारोलाई परमेश्वरले देखाउनु भएको हो। मिश्र देशभरि जताततै 7 वर्षसम्म ठुलो सहकाल हुनेछ, तर त्यसपछि अनिकालका 7 वर्ष आउनेछ र मिश्रभरि त्यो सहकालको समय बिर्सने छैन र अनिकालको देश सह पार्नेछ। पछि आउने अनिकालले गर्दा देशमा भएको सहकाल यादै रहने छैन, किनभने त्यो अनिकाल यति भयानक हुनेछ। अर्को यो सपना दोहोऱ्याएको अर्थ चाहिँ परमेश्वरले निर्णय गरिसक्नु भएको छ र परमेश्वरले चाँडै नै पुरा गर्नुहुनेछ। यसकारण अब फारोले एकजना चतुर र बुद्धिमानी मानिस छानेर सारा मिश्र देशमा अधिकार चलाउने नियुक्त गर्नुहोस्। फारोबाट सहकालका 7 वर्षसम्म मिश्रका उब्जनीको 5औं हिस्सा उठाउनलाई देशमा कामदारहरू नियुक्त हुन्। तिनीहरूले आउने सहकालका वर्षहरूमा सबै अनाजहरू जम्मा गरून् र ती सहकाल खानका निम्ति फारोले अख्तियारहरू अनाजहरू थुपारुन् र ती सञ्चय गरून्। अनिकालले देश विनाश हुन नपाओस् भनी मिश्रमा पर्या आउने ती 7 वर्षको अनिकालको निम्ति देशमा राखी ती अनाजहरू सुरक्षित राखिन्। यो सुझाव फेरि र उनका सारा अधिकारहरूलाई मन पर्यो अनि फारोले उनलाई भने, यिनी जस्तो परमेश्वरका आत्मा भएको अन्य कुन मानिस हामी पाउन सक्छौँ? तब फारोले योसेफलाई भने, परमेश्वरले तिमीलाई सबै कुराहरू देखाइदिनु भएको छ र तिमी जस्तो चतुर र बुद्धिमान अरू छैन। त्यसकारण मैले महाकल्प हतियार चलाउने तिमीलाई भयो र तिम्रै आज्ञा अनुसार मेरो समस्त प्रजा चल्नेछ। केवल सिंहासनको सम्बन्धमा मात्र म तिमीभन्दा माथि नै छु। मिश्रमा योसेफले अधिकार चलाएका 41 पद। अनि फारोले योसेफलाई भने, हेर, मैले तिमीलाई सम्पूर्ण मिश्र देशभरि अधिकार दिएको छु। तब फारोले आफ्ना छाप औँठी आफ्नो औँलाबाट फुकालेर योसेफको औँलामा लगाइदिएर तिनलाई मलमलको लुगा पहिराइदिएर तिनले गालामा सुनको सिक्री लगाइदिए। तिनले फारोको आफ्नो दोस्रो पोसाक झै रथमा सवार गराए। मानिसहरूले तिनको अघि घोडा टेकेर झुक भनी कराउँदै हिँडे। यसरी फारोले तिनका सम्पूर्ण मिश्र देशमाथि अधिकार दिए। फारोले पनि योसेफलाई भने, म फारो हुँ, तर म यो भन्दछु कि तिम्रो इच्छा बाहेक अरू कुनै मानिसले मिश्र देशभरि केही गर्न पाउने छैन। फारोले योसेफको नाउँ शापबन्द पाउनु हो राखे र तिनलाई अनेक पुजारीहरूको पोतिफरकी छोरी अनासँग विवाह गरिदिए। त्यसपछि योसेफ मिश्र देशभरि दौडाहा गर्न लागे। मिश्रका राजा फारोको राजेश सेवामा नियुक्त हुँदा योसेफले 30 वर्ष पुगेका थिए। अनि योसेफ फारोको मुखबाट निस्केर सारा मिश्र देशमा दौडा गर्न लागे। सहकालका 7 वर्षसम्म जम्मीले प्रशस्त उब्जनी दियो। तिनले सहकालका 7 वर्षसम्म मिश्रको सबै अन्न जम्मा गरे र सहरमा अनाजहरू थन्काए। तिनले हरेक सहरमा वरिपरि खेतहरूका अनाज थम्काएर राखे। योसेफले समुद्रका पालोसरी प्रशस्त मात्रामा अनाजको सञ्चय गरे, यहाँसम्म कि ती अघोर प्रशस्त भएको कारणले तिनले हिसाब राख्न पनि छोडिदिए। अनि कालका 7 वर्ष यति अनेक पुजारीहरू पोतिफरको छोरी असलबाट योसेफका 2 छोराहरू जन्मिरहेका थिए। जेठाको नाउँ योसेफले मनुष्य राखे र तिनले भने, परमेश्वरले सबै कष्ट मेरो बुवाको घरको सम्झना मलाई बिर्साउनु भएको छ। अर्काको नाउँ तिनले एफ्राइम राखे र तिनले भने, परमेश्वरले मेरो कष्टको देशमा मलाई फलिफाप गराउनु भएको छ। मिश्र 7 वर्षको ठुलो सहकाल अन्त भयो। तब योसेफले भने, अनिकालका 7 वर्ष आउन लाग्यो। सबै देशमा अनिकाल पर्यो, तर सारा मिश्र चाहिँ अन्न थियो। तर जब सारा मिश्र अनिकालले पीडित भयो, तब पुजारीहरू फारसो अनाजको निम्ति बिन्ती चलाए। फारोले सब मिश्रलाई भने, योसेफ कहाँ जाऊ, तिनीहरूले तिमीलाई जे गर्नु भन्छन् त्यही गर। जब सारा देशभरि अनिकाल पर्यो, तब योसेफले सबै धनासारहरू खोलेर सबै मिश्रहरूलाई अनाज बेच्न सुरु गरे, किनकि मिश्रभरि घोर अनिकाल परेको थियो। यसैले सबै देशका मानिसहरू मिश्रमा योसेफका अनाज किन्न आए, र किनभने पृथ्वीभरि नै भयङ्कर अनिकाल परेको थियो। आमेन। उत्पत्ति 42 अध्याय। याकुबका 10 छोराहरू मिश्रमा गएका। मिश्रमा अनाज छ भनी थाहा पाएपछि याकुबले आफ्ना छोराहरूलाई भने, तिमीहरू किन एक अर्काको मुख हेराहेर गर्दै बस्छौ? मिश्रमा अनाज छ रे,
भन्ने मैले सुनेको छु, तिमीहरू जीवितै रहने हो भने त्यहाँ गएर हाम्रा निम्ति अनाज किनेर ल्याऊ। यसकारण योसेफका 10 जना दाजुहरू मिस्रमा अनाज किन्न गए, तर याकुबले योसेफका भाइ बेन्यामिनलाई चाहिँ तिनका दाजुहरूसँग पठाएनन्, किनकि तिनीहरू केही खतरा आइपर्ला भनी याकुब डराउँथे। यसरी अरू जानेहरूका साथमा इस्राएलका छोराहरू पनि अनाज किन्न गए, किनकि कनान देशमा पनि ऐनकाल परेको थियो। त्यसबेला योसेफ मिस्रका अधिपति थिए। देशका सारा मानिसहरूलाई अनाज बेच्ने पनि तिनी नै थिए। यसकारण योसेफका दाजुभाइहरूले आएर भुइँसम्म निहुरेर तिनलाई ढोग गरे। योसेफले आफ्ना दाजुहरूलाई देखेर चिनिहाले, तर तिनले उनीहरूलाई नचिनेको जस्तै गरी कडासँग उनीहरूलाई सोधे, तिनीहरू कहाँबाट आएका हौ? उनीहरूले भने, कनान देशबाट अनाज किन्न आएका हौँ। योसेफले आफ्नो दाजुहरूलाई त चिने, तर उनीहरूलाई भने तिनलाई चिनेनन्। तब योसेफले उनीहरूका विषयमा आफूले देखेको सपना सम्झे र तिनले उनीहरूलाई भने, तिमीहरू जासुस हौ, यस देशको कमजोरी थाहा गर्न तिमीहरू आएका हौ। उनीहरूले योसेफलाई भने, हे प्रभु, त्यसो होइन, हामी तपाईँका दासहरू अनाज किन्न आएका हौँ। हामी सबै एउटै मानिसका छोराहरू हौँ। हामी सोझा मानिसहरू हौँ। हामी हजुरका दासहरू हौँ, जासुस होइनौँ। तिनले उनीहरूलाई भने, होइन, तिमीहरू यस देशको कमजोरी थाहा गर्नलाई आएका हौ। तब उनीहरूले भने, हामी हजुरका दास 12 जना दाजुभाइहरू थियौँ, कनान देशका एउटै मानिसका छोराहरू हौँ। कान्छो चाहिँ यस बेला हाम्रो बुबाको साथमा छ र एउटा चाहिँ अब छैन। योसेफले उनीहरूलाई भने, मैले भने जस्तो तिमीहरू जासुस नै रहेछौ। अब तिमीहरूको जाँच गरी यसरी हुनेछ। फारोको जीवनको शपथ खाएर म भन्दछु कि तिमीहरूको कान्छो भाइ नआएसम्म तिमीहरू यस ठाउँबाट जान पाउने छैनौ। तिनीहरूमध्ये एकजनालाई तिमीहरूको भाइलाई ल्याउन पठाओ। त्यतिन्जेल तिमीहरू थुनामा रहनेछौ। यसरी तिनीहरूको कुरा सत्य हो कि होइन जाँचिनेछ, नत्र त फारोको जीवनको शपथ खाएर म भन्दछु कि तिमीहरू जासुसै हौ। अनि योसेफले उनीहरूलाई एकसाथ 3 दिन थुनामा राखे। तेस्रो दिन योसेफले उनीहरूलाई भने, यसो गर र तिमीहरू बाँच्नेछौ, किनकि म परमेश्वरसँग डराउँछु। यदि तिमीहरू इमान्दार छौ भने तिमीहरू दाजुभाइहरूमध्ये एकजना यहाँ थुनामा बस र बाँकी चाहिँ अनिकालमा तिमीहरूका परिवारको भोक मार्नलाई अनाज बोकेर जाऊ। तर तिमीहरूको कान्छो भाइलाई यहाँ म कहाँ ल्याऊ। यसरी तिमीहरूको कुरो साँचो ठहरिनेछ र तिमीहरू मर्ने छैनौ। उनीहरूले त्यसै गरे। उनीहरू एकले अर्कालाई भने, साँच्चै नै हाम्रो भाइको विषयमा हामी दोषी छौँ, किनकि त्यसले हामीसित बिन्ती गर्दा हामीले त्यसको मनको व्याकुलता देखेर पनि त्यसको कुरा सुनेनौँ। यसकारण यो सङ्कष्ट हामीमाथि पर्न आएको हो। रुबेनले उनीहरूलाई जवाफ दिए, त्यस छिटाको विरुद्ध अपराध नगर भनी मैले तिमीहरूलाई भनेको होइन, तर तिमीहरू सुन्दैनौ। अब त्यसका रगतको बदला हामीले भोग्नुपर्छ। योसेफ र तिनका दाजुभाइहरूका बीचमा दोभाषी भएको हुनाले उनीहरूको कुरा योसेफले बुझ्छन् भनी उनीहरूलाई थाहा भएन। योसेफ उनीहरूबाट एकातर्फ फर्केर रोए, तर फेरि अर्कोतिर फर्केर उनले उनीहरूसित कुरा गरे। तिनले उनीहरूलाई सिमियोनलाई लिएर उनीहरूका आँखाकै सामुन्ने उनलाई बाँधे। योसेफले उनीहरूका धोक्राहरूमा अनाज भरिदिनु र उनीहरूका आफ्नो चाँदीका सिक्काहरू धोक्रामा हालिदिनु र उनीहरूको बाटोको निम्ति उनीहरूलाई सामल तुमल दिनु भनी हुकुम गरे। तिनीहरूका निम्ति त्यसै गरियो। तब आफ्ना गधाहरूमा अनाज लादेर उनीहरू त्यहाँबाट हिँडे। बास बस्ने ठाउँमा उनीहरूमध्ये एकजनाले आफ्नो गधालाई दाना दिन धोक्रो फुकाउँदा आफ्नो चाँदी धोक्रोको मुखसम्मै देखे। उनले आफ्नो दाजुहरूलाई भने, मेरो चाँदी त फर्काइदिएछस् क्यारे, हेर त्यो त्यहाँ मेरो धोक्रोको मुखैमा छ। यसमा उनीहरूले हंसले ठाउँ छोड्यो र उनीहरू थरथर काम्दै एक अर्कालाई हेराहेर गर्दै भन्न लागे, परमेश्वरले हामीलाई यो के गर्न लाग्नुभयो। जब उनीहरू कनान देशमा आफ्नो बुबा याकुब कहाँ आइपुगे, तब उनीहरूमाथि भएको सबै कुरा तिनलाई यसो भनेर बताए, त्यस देशका मालिकले हामीसित कठोर बोली गरे। हामीलाई त तिनले त्यस देशमा जासुस जस्तै तुल्याए, तर हामी सोझा मानिस हौँ। हामी जासुस होइनौँ। हाम्रा बाबुका हामी 12 भाइ छोरा हौँ, एउटा चाहिँ छैन र कान्छो चाहिँ यस बेला कनान देशमा हाम्रो बुबाको साथमा छ भनेर हामीले तिनलाई भन्यौँ। त्यस देशका ती मालिकले हामीलाई भने, यस कुराबाट मात्र तिमीहरू सोझा मानिस रहनेछौ भनी मलाई थाहा हुनेछ कि तिमीहरूका दाजुभाइ मध्ये एकजना यहाँ मसँग छोड र अनिकालमा तिमीहरूका परिवारको भोक मार्नलाई अनाज लिएर आफ्नो बाटो लाग। तर तिनीहरूको कान्छो भाइलाई यहाँ म कहाँ ल्याऊ। तब मात्र तिमीहरू जासुस होइनौ, तर सिधा मानिस रहेछौ भन्ने मलाई
थाहा हुनेछ र म तिमीहरूको यस भाइलाई तिमीहरूका हातमा सुम्पनेछु र तिमीहरू यस देशलाई लेनदेन गर्न पाओला। उनीहरूलाई आफ्नो धोक्रामा खन्याउँदा उनीहरू हरेकका चाँदीको पोका आफ्नो धोक्रामा रहेछ। जब उनीहरूले र उनीहरूका बुबाले ती चाँदीका पोकाहरू देखे तब उनीहरू डराए। उनीहरूका बुबा याकुबले उनीहरूलाई भने, तिमीहरूले त मेरा छोराहरू मबाट खोसेर मलाई अति शोकित तुल्याएका छौ। योसेफ छैन, सिमियोन छैन, अब बेन्यामिनलाई पनि लैजान खोज्छौ? यी सबै घटना मैमाथि पर्न आएको छ। तब रुबेनले आफ्नो बुबालाई भने, यदि मैले बेन्यामिनलाई तपाईँ कहाँ ल्याइन भने मेरा 2 छोराहरूको प्राण लिनुहोस्। बेन्यामिनलाई मेरो जिम्मामा दिनुहोस्, त्यसलाई म तपाईँ कहाँ फर्काएर ल्याउनेछु। तर याकुबले भने, मेरो छोरो तिमीहरूसँग जाने छैन, किनकि त्यसको दाजु मरिहाल्यो र अब यही मात्र बाँकी छ। यदि तिमीहरूले गर्न लागेको यात्रामा त्यसमाथि केही खतरा पर्न आयो भने तिमीहरूले मलाई यो फुलेको कपाल अफसोसमय चिहानमा पुर्याउनेछौ। अध्याय 43। त्यस देशमा अझ भयङ्कर अनिकाल थियो। जब मिश्रबाट ल्याएको अनाज उनीहरूले खाइसके तब उनीहरूका बुबाले उनीहरूलाई भने, हाम्रा निम्ति अलिकता अनाज किन्न फेरि जाओ। तर यहुदाले तिनलाई भने, ती मानिसले हामीलाई तिमीहरूको भाइलाई तिमीहरूका साथमा नल्याउन्जेल मेरो सम्मुख आउन पाउने छैनौ भनेर कडा चेतावनी दिएका छन्। तपाईँले भाइलाई हाम्रो साथमा पठाउनुहुन्छ भने मात्र हामी गएर तपाईँका निम्ति अनाज किनेर ल्याउनेछौँ। तर त्यसलाई पठाउनुहुन्न भने ता हामी जाने छैनौँ, किनभने ती मानिसले हामीलाई भनेका छन् कि तिमीहरूको भाइ तिमीहरूसित नहुन्जेल तिमीहरू मेरो सम्मुख आउन पाउने छैनौ। इस्राएलले भने, तिमीहरूको अर्को भाइ छ भनी ती मानिसलाई बताएर तिमीहरूले ममाथि किन यस्तो सङ्कष्ट ल्यायौ? उनीहरूले जवाफ दिए, ती मानिसले यसो भनेर हामी र हाम्रा कुटुम्बका विषयमा केरकार गरी सोधपुछ गरे, के तिमीहरूका बुबा अझै जीवित छन्? के तिमीहरूको अरू भाइ पनि छ? हामीले त यी प्रश्नका जवाफ मात्र तिनलाई दियौँ। तिनले हामीलाई तिमीहरूको भाइलाई यहाँ ल्याओ भन्लान् भनी हामीले कसरी जान्नु? तब यहुदाले आफ्नो बुबा इस्राएललाई भने, यस केटालाई मेरो साथमा पठाइदिनुहोस् र हामी गइहाल्नेछौँ, कि हामी र तपाईँ र हाम्रा बालबच्चा समेत नमारौँ तर जीवितै रहौँ। यसको जमानी म भएँ, मेरै हातमा फेरि तपाईँले यसलाई लिनुहोला। यदि मैले यसलाई फर्काएर ल्याइन भने तपाईँको सामु राखिनँ भने म सदाको निम्ति दोषी ठहरिनेछु। हामीले ढिलो नगरेको भए हामी 2 पल्टसम्म ओहोर दोहोर गर्न सक्ने थियौँ। तर उनीहरूका बुबा इस्राएलले उनीहरूलाई भने, यदि यसो हुनै पर्छ भने यसो गर, यस देशका बढिया बढिया उब्जनीहरू, अलिक सुगन्धित लेप, अलिकता मह, सुगन्धित मसला, मुर्र, पेस्ता र हाडे बदाम ती मानिसको निम्ति सौगातको रूपमा तिमीहरूका धोक्रामा लगिदेऊ। तिमीहरूसँग दोबर चाँदी भए पनि लैजाऊ, किनभने जुन चाँदी तिमीहरूका धोक्राको मुखमा थियो त्यो फिर्ता गर्नुपर्छ। सायद त्यो भुलवश भएको होला। आफ्नो भाइलाई पनि साथमा लिएर ती मानिस कहाँ फेरि जाओ। तिमीहरूको अर्को भाइ र बिन्यामिनलाई छुटकारा दिन ती मानिसको सामुन्ने सर्वशक्तिमान परमेश्वरले तिमीहरूमाथि कृपा गरून्, म निर्वश हुनै पर्छ भने होस्। तब ती मानिसहरू सौगात, दोबर, चाँदी र बेन्यामिनलाई पनि आफ्नो साथमा लिएर मिश्रतिर गए र योसेफको सामुन्ने हाजिर भए। जब योसेफले उनीहरूका साथमा बेन्यामिनलाई देखे तब तिनले आफ्नो घरको भण्डारीलाई भने, यी मानिसहरूलाई मेरो घरमा लैजाऊ र एउटा पशु मारेर भोज तयार गर, किनभने यी मानिसहरू आज दिउँसो मसँगै खानेछन्। योसेफले हुकुम गरे बमोजिम त्यस मानिसले गर्यो र ती मानिसहरूलाई योसेफको घरमा ल्यायो। तर योसेफको घरमा ल्याएको हुनाले योसेफका दाजुभाइहरूले डराएर आपसमा भने, पहिलोपल्ट हाम्रो धोक्राहरूमा फर्काइएको चाँदीको कारण हामीलाई यहाँ ल्याएको हुनुपर्छ। तब तिनले हाम्रा विरुद्धमा निहु पाएर हामीलाई कमारा तुल्याउँछन् र हाम्रा गधाहरू जफत गरेर लिन्छन् होला। यसै कारण योसेफका घरको हर्ताकर्ता कहाँ गएर घरको ढोकैमा त्यसलाई उनीहरूले भने, हजुर, पहिलोपल्ट हामी अनाज किन्न आएका छौँ। बासमा पुगेर हाम्रो ढोक्रा फुकाउँदा हामी प्रत्येकले ढोक्राका मुखमा हाम्रै चाँदी फेला पर्यो, हाम्रा पुरा चाँदी। यसैले यो हामीले आफ्नो साथमै ल्याएका छौँ। अनाज किन्नलाई अरू बढी चाँदी पनि हामीले ल्याएका छौँ। हाम्रा धोक्रामा हाम्रै चाँदी कसले हालिदियो सो हामीलाई थाहा छैन। त्यसले जवाफ दियो, धन्दा नमान, नडराओ। तिमीहरूका परमेश्वर, तिमीहरूका बुबाका परमेश्वरले नै अवश्य तिनीहरूका धोक्राहरूमा धन हालिदिनु भएको हुनुपर्छ। तिमीहरूको चाँदी त मैले पाएको थिएँ, तब
त्यसले सिमयोनलाई निकालेर उनीहरू कहाँ ल्यायो। त्यस मानिसले उनीहरूलाई योसेफको घरभित्र लग्यो र उनीहरूलाई आफ्नो खुट्टा धुनलाई पानी दियो र उनीहरूका गधाहरूलाई दाना पानी पनि दियो। मध्य दिनमा योसेफलाई भेट्ने समयको लागि उनीहरू सौगात तयार पारे किनकि खाना त्यहीँ खानुपर्छ भनी उनीहरूलाई भनिएको थियो। जब योसेफ घरमा आए तब उनीहरूले आफ्नो साथमा ल्याएका सौगात तिनलाई चढाउन घरमा ल्याए र तिनीलाई साष्टाङ्ग प्रणाम गरे। तिनले चाहिँ उनीहरूलाई भलाकुसारी सोधपुछ गरेर भने, तिमीहरूका बुबा ती वृद्ध मानिस कुशलै छन्? अनि के तिनी जीवितै छन्? उनीहरूले भने, तपाईँका दास हाम्रा बुबा कुशलै हुनुहुन्छ र आजसम्म बाँचिरहनु भएको छ। जब उनीहरूले भुइँसम्म निहुरेर तिनलाई ढोग गरे, योसेफले यसो हेरेर आफ्ना भाइ आफ्नै आमाको छोरो बेन्यामिनलाई देखेर भने, तिमीहरूले मसँग कुरा गरेको तिमीहरूको कान्छो भाइ यही हो? अनि योसेफले भने, ए मेरो छोरा, परमेश्वरको अनुग्रह तँमाथि रहोस्। तिनका भाइको खातिर तिनको हृदय स्नेहले भरिएर आएकोले रुन मन लागेर योसेफले आतुरीसँग ठाउँ खोजे। आफ्नो कोठाभित्र पसेर तिनी रोए। तब मुख धोएर बाहिर आएर आफैलाई खुब सम्हालेर तिनले भने, अब खाना ल्याओ। त्यसपछि उनले तिनीहरूले योसेफको निम्ति छुट्टै र तिनका दाजुभाइका निम्ति छुट्टै र तिनीसित खाने र अरू मिश्रीहरूका निम्ति छुट्टै खाना राखे, किनभने मिश्रीहरूले हिब्रूहरूसित सँगै बसेर खान हुँदैनथ्यो। त्यसो गर्नु मिश्रीहरूका निम्ति घृणित कुरो थियो। जेठादेखि कान्छासम्म आफ्नो उमेर अनुसार योसेफले उनीहरूलाई बसाएका थिए। ती मानिसहरू छक्क परेर एउटाले अर्कालाई हेर्न लागे। उनीहरूका भाग योसेफको टेबलबाट झिकेर लगिएको थियो, तर बेन्यामिनको भाग चाहिँ उनीहरूले प्रत्येकको भन्दा 5 गुणा बढी थियो। यसरी उनीहरूले योसेफसँग खानपान गरेर आनन्द गरे। आमेन। उत्पत्ति अध्याय 44। योसेफले आफ्ना दाजुभाइको जाँच गरेका। तब योसेफले आफ्नो घरको भण्डारीलाई यसो भनेर हुकुम गरे, उनीहरूले लैजान सक्ने जति अनाज ती मानिसहरूका ढोक्राहरूमा भरिदेऊ र हरेक मानिसको चाँदी आफ्नो ढोक्राको मुखमा राखिदेऊ। अनि मेरो कचौरा अर्थात् मेरो चाँदीको कचौरा चाहिँ अनाजको चाँदी समेत त्यस कान्छा चाहिँको ढोक्राको मुखमा हालिदेऊ। र त्यसले योसेफले भने बमोजिम गर्यो। बिहान उज्यालो हुने बित्तिकै उनीहरूका गधाहरूसँगै तिनले ती मानिसहरूलाई पठाइदिए। उनीहरू सहरबाट अलिक पर पुगेपछि योसेफले आफ्नो भण्डारीलाई भने, झट्टै ती मानिसहरूका पछि पछि जाऊ र उनीहरूलाई भेटाएपछि यसो भन्नु, तिमीहरूले किन भलोको बदला खराबी गर्यो? यही कचौरा होइन जसबाट मेरो मालिक पिउनुहुन्छ, जसद्वारा उहाँलाई सकुन अपसकुन पनि हुन्छ। यो त तिमीहरूले खराब काम गर्यो। त्यसले उनीहरूलाई भेटाएपछि उनीहरूसँग त्यही कुरा गरे। उनीहरूले त्यसलाई भने, हजुर किन यस्तो कुरा गर्नुहुन्छ? यस्तो काम हजुरका दासहरूबाट दूर रहोस्। हेर्नुहोस्, हाम्रा ढोक्राका मुखमा हामीले भेटाएको चाँदी त हामीले कनान देशबाट फिर्ता ल्यायौँ भने कसरी हामीले हजुरका मालिकको महलबाट चाँदी अथवा सुन चोरी गर्छौँ र? हजुरका दासहरूमध्ये जससँग त्यो फेला पर्छ त्यो मारियोस् र हामी पनि हजुरका कमारा हुनेछौँ। त्यसले भन्यो, तिमीहरूले भने जस्तै होस् त। जससँग त्यो फेला पर्यो त्यो मेरो कमारा हुनेछ, बाँकी चाहिँ निर्दोष ठहरिनेछन्। तब हरेकले हटपट गरी आफ्नो टोक्रा भुइँमा झारेर फुकाले। अनि भण्डारीले जेठादेखि लिएर कान्छासम्मको तलासी लियो र त्यो कचौरा बेन्यामिनको टोक्रामा फेला पर्यो। तब उनीहरूले आफ्नो लुगा च्यातेर गधा लडाएर सहरतिर फर्के। यहुदा र उनका दाजुभाइहरू योसेफको घरमा आइपुग्दा तिनी त्यहीँ थिए र उनीहरूले तिनी सामु लम्बसार परेर प्रणाम गरे। योसेफले उनीहरूलाई भने, तिमीहरूले यस्तो के काम गर्यो? म जस्तो मानिससँग अन्तर्ज्ञान छ भने के तिमीहरूलाई थाहा थिएन? यहुदाले भने, हामी हजुरलाई के भनौँ अथवा अब हामीले कसरी आफ्नो सफाई दिन सक्छौँ र? हजुरका दासहरूको अपराध परमेश्वर प्रकट गर्नुभएको छ। हेर्नुहोस्, अब हामी हजुरका कमारा भयौँ, हामी र त्यो पनि जसको हातमा त्यो कचौरा फेला पर्यो। तर योसेफले भने, मबाट यस्तो कहिल्यै हुने छैन। जसको हातमा त्यो कचौरा फेला पर्यो त्यही मात्र मेरो कमारा हुनेछ। तर तिमीहरू चाहिँ आफ्ना बुबा कहाँ शान्तिपूर्वक जाऊ। तब यहुदाले तिनको सामुन्ने गएर भने, हे मेरा प्रभु, बिन्ती छ, दासलाई एउटा कुरा गर्न अनुमति दिनुहोस्। हजुर राजा समान
हुनु भए तापनि आफ्नो दासप्रति रिसानी माफ रहोस्। हजुरको आफ्ना दासलाई यसो भनेर सोध्नु भएको थियो, के तिमीहरूका बुबा अथवा भाइ छ कि? र हामीले हजुरलाई भन्यौँ, हाम्रो बुबा एक वृद्ध मानिस हुनुहुन्छ र उहाँको वृद्ध अवस्थाको बालक हाम्रो एउटा सानो भाइ पनि छ। त्यसका दाजु मरिसकेर आफ्नी आमापट्टिको अब त्यो मात्र छ र त्यसका बुवाले त्यसलाई खुबै माया गर्नुहुन्छ। तब हजुरले आफ्ना दासहरूलाई भन्नुभयो, त्यसलाई यहाँ म कहाँ ल्याऊ र म त्यसलाई हेर्छु। हामीले हजुरलाई भन्यौँ, त्यस केटाले आफ्ना बुवालाई छोड्न सक्दैन, किनकि यदि त्यसले आफ्ना बुवालाई छोड्नु पर्यो भने त्यसका बुवा चाहिँ मरिजानुहुन्छ। तर हजुरले आफ्ना दासहरूलाई भन्नुभयो, तिमीहरूको कान्छो भाइ तिमीहरूसँग आएन भने तिमीहरू फेरि मेरो सामु आउन पाउने छैनौ। तब हामी हाम्रा बुबा हजुरलाई हजुरका दास कहाँ गयौँ अनि उहाँलाई हजुरका कुरा सुनायौँ। जब हाम्रा बुबाले फेरि गएर अलिक अनाज किन्न भन्नुभयो, तब हामीले उहाँलाई भन्यौँ, हामी जान सक्दैनौँ। यदि हाम्रो कान्छो भाइ हामीसित जाने हो भने मात्र हामी जान्छौँ, किनकि हाम्रो कान्छो भाइ हामीसित गएन भने त हामी ती मानिसको सामु जान पाउने छैनौँ। तब हजुरका दास मेरो बुबाले हामीलाई भन्नुभयो, मेरो पत्नी तर्फबाट 2 जना छोराहरू भएका तिमीहरूलाई थाहै छ। एउटाले मलाई छोडिहाल्यो, निश्चय नै त्यसलाई ढुजा पार्यो होला पनि मैले भने। त्यहाँदेखि मैले त्यसलाई देखेको छैन। यसलाई पनि तिमीहरूले मबाट लगेर यदि केही खतरा त्यसमाथि आइपर्यो भने तिमीहरूले मेरो यो फुलेको कपाल अफसोसमै च्यानमा पुर्याउनेछौ। यसकारण हजुरका दास हाम्रा बुबा कहाँ पुग्दा त्यो केटा हामीसँग भएन भने त उहाँको प्राण त्यही केटाको प्राणसँग गाँसिएको हुनाले हाम्रो साथमा त्यो नभएको देख्ने बित्तिकै उहाँको मृत्यु हुनेछ। हामी हजुरका दासहरूले हाम्रा बुवाको फुलेको कपाल अफसोसमै च्यानमा पुर्याउनेछौँ। हजुरको दास र म आफै यस केटाको निम्ति बुवाको अघि जमानी बसेको छु। अनि हाम्रा बुबालाई मैले यसो भने, यदि मैले त्यसलाई फर्काएर तपाईँ कहाँ ल्याएन भने त जीवनभरि म तपाईँको सामु दोषी ठहरिनेछु। यसकारण अब बिन्ती छ, यस केटाको सट्टामा म हजुरको दासलाई नै हजुरको आफ्नो कमारा तुल्याउनुहोस् र यस केटा चाहिँ यसका दाजुहरूसँग जान पाओस्, किनकि यो केटो मेरो साथमा छैन भने मेरो बुबा कहाँ म कसरी जानु? मेरो बुबामाथि आइपर्ने विपत्ति म हेर्न सक्दिनँ। आमेन। उत्पत्ति 45 अध्याय। योसेफले आफूलाई जाहेर गरेका। तब आफ्नो वरिपरि उभिने सबै सेवकका सामुन्ने आफूलाई सम्हाल्न नसकेर योसेफले कराएर भने, सबैजनालाई यहाँबाट बाहिर पठाइदेऊ। यसैले योसेफ आफ्ना दाजुभाइहरूसँग आफूलाई प्रकट गर्दा त्यहाँ अरू कोही थिएन। अनि तिनी यति ठुलो स्वरले रोए कि मिश्रहरूले यो सुनेर फारोको परिवारले पनि यो कुरा थाहा पाए। योसेफले आफ्नो दाजुभाइलाई भने, म योसेफ हुँ, के मेरो बुबा जीवितै हुनुहुन्छ? तर तिनीहरूले दाजुभाइलाई तिनको जवाफ दिन सकेनन्, किनकि तिनको सामुन्ने उनीहरू डराएका थिए। तब योसेफले आफ्नो दाजुभाइलाई भने, कृपया गरेर मेरो नजिक आऊ। उनीहरू नजिक गएपछि तिनीहरूले भने, तिनीहरूले मिश्र देशमा बेचेका तिमीहरूका भाइ म नै हो। तिमीहरूले मलाई बेचेको म अब दुःख नमान, आफैमाथि रिस पनि नगर, किनकि जीवन बचाउनका निम्ति परमेश्वरले मलाई तिमीहरूका भन्दा अघि यहाँ पठाउनु भएको हो। देशको हानिकाल भएको 2 वर्ष भयो र अझै 5 वर्ष कहाँ पनि हुने होला, जतिले छैन र अनाजको कटनी पनि हुने छैन। अनि तिनीहरूका एउटा भागको रूपमा पृथ्वीमा जोगाएर राख्न र तिमीहरूको जीवन बचाउन भनी परमेश्वरले मलाई तिनीहरूभन्दा अघि यहाँ पठाउनु भएको हो। त्यसैले मलाई यहाँ पठाउनेहरू तिमीहरू होइनौ, तर परमेश्वरले नै हुनुहुन्छ। उहाँले मलाई फारोका बुवा तुलेर उनका सारा परिवारको मालिक र मिश्र देशभरि शासन तुल्याउनु भएको छ। अब झट्टै मेरो बुवाका गएर उहाँलाई भन, तिमीले छोरा योसेफ यसो भन्छ, परमेश्वरले मलाई सारा मिश्रका मालिक तुल्याउनु भएको छ। कति पनि अबेर नगरी म कहाँ आउनुहोस्। तपाईँ गोसेन प्रदेशमा बसोबास गर्नुहोला। तपाईँ र तपाईँका बालबच्चाहरू, तपाईँका नाति नातिनीहरू र तपाईँको बगालहरू, तपाईँसँग भएका जे जति सबै मेरै नजिक हुनेछन्। अनि त्यहाँ म तपाईँको पालन पोषण गर्छु, किनकि अनेकालमा अझै 5 वर्ष बाँकी नै छ। नत्र त तपाईँ र तपाईँका परिवार, तपाईँका सबै दरिद्र हुनेछन्। अनि तब तिमीहरूसँग बोल्ने म योसेफ नै हो भनेर तिनीहरू आफ्नै आँखाले र मेरा भाइ बेन्यामिन पनि देखेका छौ। मिश्र देशमा मेरो सबै गौरव र तिमीहरूले जे देखेका छौ सबै कुरा मेरो बुवालाई अवश्य भन्नु र झट्टै मेरो बुवालाई त्यहाँ ल्याउनु। तब आफ्नो भाइ बेन्यामिनको गलामा अँगालो हालेर तिनी खुब रोए र बेन्यामिन पनि तिनको गलामा टाँसिएर रोए। अनि तिनले आफ्ना सबै दाजुभाइहरूलाई मय खाएर
तिनीसँग रोए। त्यसपछि तिनीहरूले दाजुभाइको पनि तिनीहरूसँग कुराकानी गरे। योसेफले दाजुभाइलाई आएका छन् भन्ने खबर जब फारोको घरमा पुग्यो, तब फारो र उनीहरूका अधिकारीहरू सबै खुसी भए। फारोले योसेफलाई भने, तिम्रो दाजुभाइलाई यसो भन, तिमीहरू आफ्ना पशुहरूलाई लदाएर कनान देशमा फर्केर जाओ र तिम्रो बुवा र तिमीहरूको परिवार सबैलाई लिएर म कहाँ हो, विश्वको सबैभन्दा असल ठाउँमा तिमीहरूलाई दिनेछु र तिमीहरूले यस देशको असल उब्जनी खानेछौ। तिनीहरूलाई यसो भनेर हुकुम गर, तिम्रो बालबच्चा र तिम्रो पत्नीहरू, तिम्रो सबै मिश्रबाट गाडाहरू पनि लैजाऊ र तिमीहरूका बुवालाई लिएर आओ। तिमीहरूका माल सामानको केही फिक्री नगर, किनकि मिश्रका सबै असल असल कुराहरू तिमीहरूकै हुन्। र इजरायलका छोराहरू त्यसै गरे। फारोको हुकुम बमोजिम युसुफले उनीहरूलाई गाडाहरू र यात्राको निम्ति समुताल दिए। उनीहरू हरेकका तिनको नयाँ लगाउने लुगा दिए, तर बेन्यामिन चाहिँ चाँदीको 300 सिक्का र 5 जोड लुगा दिए। आफ्ना बाबुको निम्ति चाहिँ तिनले ती चिजहरू पठाइदिए। मिश्रका असल असल चिजहरूले ल्याइदिएका 10 गधा र तिनका बुबाका यात्राको लागि समल, तुलम र रोटी र अनाजले लादिएका 10 वटा गधैनी। अनि तिनले आफ्ना दाजुभाइहरूलाई बिदा गरे। बिदा हुँदा तिनीहरूले उनीहरूलाई भने, बाटोमा झगडा नगर। यसरी तिनीहरू मिश्रबाट कनान देशमा आफ्ना बाबु याकुब पाए। उनीहरूले तिनीहरूलाई भने, योसेफ त अझै जीवितै रहेछन् र मिश्रका अधिपति तिनी नै भएका रहेछन्। यो कुरा सुनेर तिनको हृदय कति नै रोकियो। तिनले उनीहरूलाई कुरा बताएनन्, तर उनीहरूलाई भनी पठाए। योसेफका सबै कुरा सुनेपछि आफूलाई ल्याउन भनी योसेफले पठाएका गाडाहरू पनि देखेपछि तिनीहरू बुवा याकुब होस फर्क्यो र इजरायलीले भने, यति भयो, मलाई पुग्यो, मेरो छोरा योसेफ जीवितै रहेछ, म जानेछु र म मर्नुभन्दा अगाडि त्यसलाई हेर्नेछु। आमेन। आफ्नो परिवारसित याकुब मिश्रमा गएका। उत्पत्ति 46 तब इजरायल आफूसँग भएका सबै थोक लिएर हिँडेर बेर्सेबामा आएर आफ्ना बुबा इसाकका परमेश्वरको निम्ति बलिदान चढाए। अनि राति दर्शनमा परमेश्वर इजरायलसँग बोल्नुभयो र याकुब अनि तिनलाई बोलाउनु भयो। अनि तिनले भने, म यहीँ छु। उहाँले भन्नुभयो, म परमेश्वर तेरा बुबाका परमेश्वर हुँ। मिश्रमा जान नडरा, किनकि त्यहाँ म तँबाट एउटा ठुलो जाति बनाउनेछु। तँसँग मिश्रमा जानेछु र म तँलाई निश्चय नै फेरि फर्काउनेछु। अनि तेरा मृत्यु हुँदा योसेफसँगै हातले तेरा आँखा छोपिदिनेछ, आफ्नो हात तेरो आँखामाथि राख्नेछ। त्यसपछि याकुब बेर्सेबाबाट हिँडे। इजरायलका छोराहरूले आफ्नो बुवा याकुब, आफ्ना बालबच्चा र आफ्नो परिवारलाई फारोले तिनलाई ल्याउन पठाएका गाडाहरूमा चढाएर लगे। आफ्ना गाईवस्तु र कनान देशमा गरेका मालसामान लिएर याकुब तिनको जम्मै परिवार मिश्रमा गए। याकुबले आफ्नो साथमा आफ्ना छोराहरू, नातिहरू, छोराछोरी र नातिनीहरू, तिनका सबै सन्तानहरूलाई मिश्रमा लगे। मिश्रमा जाने इजरायलका छोराहरू अर्थात् याकुब र तिनका सन्तानहरूलाई नाउँ यिनै हुन्। याकुबका जेठा छोरा रुबेन, रुबेनका छोराहरू हनोक, पल्लु, हेस्रोन र कर्मी। सिमियोनका छोराहरू यमुएल, यामिन, ओहद र एकिन, सोन र कनानी। पत्नीतर्फका छोरा सौल र लेवीका छोराहरू गेर्सोन, गात र मरारी। यहुदाका छोराहरू एर अनि ओनन, एस्लेल, फारेस र जेर। तर एर र ओना चाहिँ कनान देशमै मरे। फारेसका छोराहरू हेस्रोन र हामुल थिए। इस्खारका छोराहरू तोला, पुवा, यसुप र सिम्रोन। जमदुनका छोराहरू सेरेत, हेलेन र एहेलेन। यिनीहरू चाहिँ याकुबबाट लेयाले पद्न आराममा जन्माएका छोराहरू तिनका छोरी दिन समेत हुन्। लेयाबाट याकुबका छोराछोरी जम्मा 33 जना थिए। गादका छोराहरू सेफेन, हाग्दी, सुनी, एबेन, एरी, एहुरी, एरोही, दी र अरेली। अशेरका छोराहरू इन्ना, इच्छा, इस्बी र आरै। तिनीहरूका बहिनी सेरह थिइन्। बरियाका छोराहरू हेरेन, मल्लिकेल थिए। लालनले आफ्नी छोरी लेयानलाई दिएकी कुमारी जिल्पापट्टिका याकुबका छोराछोरी यिनै हुन्। यिनीहरू जम्मा 16 जना थिए। याकुबकी पत्नी राहेलका छोराहरू योसेफ र बेन्यामिनी। ओनका पुजारी पोतिफरकी छोरी
आसन तर्फबाट मिश्रमा जन्मेका योसेफका छोराहरू मनश्शे र एफ्राइम थिए। बेन्यामिनी छोराहरू बेला, बेकेर, अस्लेल, गेरा, नमान अनि एही, रोस, मुपिप र हुपिम र आर्द। राहेलबाट जन्मेका याकुबका छोराहरू यिनै हुन्। यिनीहरू जम्मा 14 जना थिए। दानका छोरा हुसेम र नाप्तिनका छोराहरू युसेन, गुलिसेर र एल्सेम। लालानले आफ्नो छोरी राहेल दिएको कमारी सिल्लाले याकुबबाट जन्माएका छोराहरू यिनै हुन्। तिनीहरू जम्मा 7 जना थिए। याकुबका साथ मिश्रका गएका तिनका छोरा बुहारीहरू बाहेक आफ्ना निसन्तान जम्मा 66 जना थिए। मिश्रमा जन्मेका योसेफका छोराहरू चाहिँ 2 जना थिए। मिश्रमा आउने याकुबका घरका सबै जना 70 जना थिए। गोसेनमा तिनलाई भेट्न आइदेऊन् भनी याकुबले यहुदालाई योसेफ कहाँ खबर दिन आफ्नो अघि पठाए। योसेफले रथ तयार गर्न लगाएर गेसोनसम्म आफ्नो बुवा इजरायलबाट भेट गर्न आए। तिनको लागि योसेफ देखा पर्ने बित्तिकै तिनले आफ्नो बुवालाई अँगालो हालेर धेरै बेरसम्म रोए। इजरायलले योसेफलाई भने, मैले तेरा मुख देखेर त जीवितै रहेको जान्न पाएको, अब म सन्तोषसित मर्छु। योसेफले आफ्नो दाजुभाइसँग आफ्नो बुवाका परिवारलाई भने, अब म गएर फारोलाई खबर दिन्छु र उनलाई भन्नेछु, कनान देशका मेरा दाजुभाइहरू मेरा बुवा घराना र म कहाँ आएका छन्। उनीहरू गाई बस्तु पाल्ने भएकाले गोठाला हुन्। उनीहरूले आफ्ना सबै बगाल र बथान र उनीहरूसँग भएका सबै थोक लिएर आएका छन्। जब फारोले तपाईँहरूलाई बोलाएर तिनीहरूका काम धन्दा के हो भनी सोध्छन्, तब तपाईँहरूले भन्नुहोस्, हजुरका दासहरू हामी बाबु छोराहरू हाम्रा बाल्य अवस्थादेखि अहिलेसम्म गाई बस्तु पाल्ने हौँ। अनि तपाईँहरूले गोसेनमा बसोबास गर्न पाउनुहुनेछ, किनभने मिस्रीहरू सबै गोठालाहरूलाई घृणा गर्छन्। 47 मिश्रदेखि तिम्रै अघि छ देशको सबैभन्दा असल ठाउँमा तिम्रा बुवा र तिम्रा दाजुभाइहरू बस्न देऊ। उनीहरूलाई गोसेन प्रदेशमा नै बस्न देऊ। उनीहरूलाई मध्ये केही लायकका मानिसहरू छन् भने तिमीले थाहा पायौ भने मेरो गाईबस्तुहरू पनि तिनीहरूकै जिम्मामा लगाइदेऊ। अब योसेफले आफ्ना बुवा याकुबलाई पनि फारो कहाँ हाजिर गराए। योसेफले फारोलाई आशीर्वाद दिए। फारोले याकुबलाई सोधे, तपाईँको उमेर कति भयो? याकुबले भने, मेरो प्रवासी जीवनको उमेर 130 वर्ष भयो। मेरो उनी जीवनका वर्षहरू त थोरै र दुःखमय भएका छन्। हजुर, मेरा पिता पुर्खाहरूले यस प्रवासको जीवनमा जति दिन उमेर खाएका थिए त्यति नै अहिले मेरो पुगेको छैन। अनि याकुबले फेरि फारोलाई आशीर्वाद दिएर फारो उपस्थितिबाट निस्कि गए। तब योसेफका आफ्ना बुवा र दाजुभाइहरूलाई बसोबास गराएर फारोको हुकुम अनुसार तिनले मिश्रमा गएका सबैभन्दा अचल ठाउँ अर्थात् रामसेस भन्ने इलाकामा उनीहरूका अधिकारका जग्गा जमिन दिए। योसेफले आफ्ना बुवा दाजुभाइ र आफ्ना बुवाका परिवारका सबैलाई उनीहरूका बालबच्चाको सङ्ख्या अनुसार खानेकुरा दिएर उनीहरूको पालनपोषण गरे। मिश्रहरूको निम्ति योसेफको योजना, घोर अनिकालदेखि देश ग्रस्त भएकोले गर्दा देशमा खानेकुरा थिएन। के अनिकालद्वारा मिश्र र कनान दुवै देश ग्रसित थिए। मिश्र र कनान देशका मानिसहरूले अन्न किनेका सबै रुपियाँ योसेफका जम्मा गरेर फारोकै महलमा राखे। जब मिश्र र कनानमा भएका मानिसहरूले आफ्ना रुपियाँ पैसा खर्च गरिसके, तब सबै मिश्रीहरूले आएर योसेफलाई भने, हामीलाई अन्न दिनुहोस्। तपाईँका आँखाको सामुन्ने हामी किन मरौँ? हामीसित भएका रुपियाँ पैसा सबै सिद्धिए। योसेफले तिनीहरूलाई भने, तिमीहरूका रुपियाँ पैसा सिद्धिए भने गाईबस्तु ल्याओ। तिनीहरूका गाईबस्तुका सट्टामा म तिमीहरूलाई अन्न दिउँला। यसकारण तिनीहरूले आफ्ना गाईबस्तुहरू योसेफ कहाँ ल्याए र योसेफले तिनीहरूलाई घोडा, भेडा, गधा आदिका सट्टामा तिनीहरूलाई खानेकुरा दिएर तिनीहरूको हेरचाह गरे। त्यस साल गाईबस्तु सट्टामा उनीहरूलाई तिनले अन्न दिए। त्यो साल बितेपछि अर्को साल आएर तिनीहरूले योसेफलाई भने, हाम्रा रुपियाँ पैसा सबै सकिएको कुरा त हजुरलाई थाहै छ। गाईबस्तुका बथान पनि सबै हजुरकै भइसकेका छन्। अब हजुरको लागि हामीसँग हाम्रै जिउ र जग्गा जमिन बाहेक अरू केही छैन। हामी हजुरको आँखाको सामुन्ने किन नष्ट हुने? हामी हाम्रा जमिन पनि हामीलाई अन्न दिएर हाम्रो जमिन सहित हामीलाई किन्नुहोस् र हामी पनि जग्गा जमिन सहित फारोका कमार हुनेछौँ। हामीलाई बिउ दिनुहोस् र हामी जीवित रहनेछौँ र हाम्रा जग्गा जमिन पनि उजाड हुने छैन। यसरी युसेफले मिश्रका सबै जग्गा जमिन फारोको निम्ति किने। त्यहाँ घोर अनिकाल परेको हुनाले सबै मिश्रीहरूको आफ्ना जग्गा जमिन बेचे
यसरी जग्गा जमिन फारोको भयो। मिश्रको एक छेउदेखि अर्को छेउसम्म सबै मानिसहरूलाई तिनले कमरा बनाए। तर पुजारीहरूका जग्गा जमिन तिनले किनेनन्, किनभने पुजारीहरूलाई फारोबाट अन्नको हिस्सा तोकेको थियो र फारोले दिएकै हिस्साबाट तिनीहरूले खान्थे। त्यसकारण तिनीहरूले चाहिँ आफ्नो जग्गा जमिन बेच्नु परेन। योसेफले प्रजाहरूलाई भने, हेर, आज मैले फारोको निम्ति तिनीहरूका जग्गा जमिन र तिनीहरूका पानी किनेको छु। अब तिनीहरूका निम्ति बिउ यहाँ छ, तिमीहरूले जमिनमा बिउ छ र तब फसलको बेलामा उब्जनेको 5औं हिस्सा तिनीहरूलाई फारोलाई टक्राउनु पर्छ। 4 हिस्सा चाहिँ खेतीलाई बिउको निम्ति र तिमीहरूका परिवार र तिनीहरूका बालबच्चाले खानाको निम्ति तिमीहरूका आफ्नै हुनेछन्। तिनीहरूले भने, हजुरले हाम्रो प्राण बचाइदिनु भएको छ, हजुरको निगाह हामीमाथि रहोस्, हामी फारोका कमारा हुनेछौँ। यसैले मिश्र देशमा जग्गा जमिनको विषयमा योसेफले एउटा ऐन बनाए र आजसम्म प्रचलित छ, जो उब्जनीको 5औं हिस्सा फारोको हुन्छ। पुजारीहरूका जग्गा जमिन मात्र फारोको भएन। अब मिश्रको गेसेनमा इजरायलीहरूले बसोबास गरेर तिनीहरूले त्यहाँका जग्गा जमिन आफ्नो अधिकारमा लिए अनि त्यहाँ तिनको फलिफाप भएर सङ्ख्यामा ज्यादै वृद्धि हुँदै गयो। याकुबले मिश्रमा 1700 वर्ष बाँचे। 1700 वर्ष बाँचे। याकुबको जम्मा उमेर 147 वर्ष भयो। इजरायलको मर्ने बेला आइपुग्दा तिनले आफ्नो छोरा योसेफलाई बोलाएर भने, यदि मैले तँलाई श्रद्धा गर्छस् भने दया गरी तेरो हात मेरो तिख्रा मुनि राखेर म प्रति भक्ति देखाउँछ भने मसँग प्रतिज्ञा गर, तैँले मलाई मिश्र देशमा नगाड, तर म मेरा पिता पुर्खाहरूसँग सुति जाउँला, तब मलाई मिश्रबाट बोकेर लगी उनीहरूकै चिहानमा गाडिदिए। तिनले भने, तपाईँले भन्नुभयो भने म गर्नेछु। फेरि याकुबले भने, मसँग शपथ खा। अनि योसेफको शपथ खाए। तब इजरायल आफ्नो पलङको सिरानमा घोप्टो परे। आमेन। 48 हामीले पढ्नेछौँ। याकुबले मनश्शे र एफ्राइमलाई आशीर्वाद दिएका। एक पद, केही समयपछि हजुरको पिता बिरामी हुनुहुन्छ भनेर कसैले योसेफलाई खबर दियो। यसकारण आफ्नो 2 छोरा मनश्शे र एफ्राइमलाई आफ्नो साथमा लिएर तिनी याकुब कहाँ गए। अनि तपाईँका छोरा योसेफ तपाईँलाई भेट गर्न आएका छन् भन्ने खबर कसैले याकुबलाई सुनायो। तब इजरायल आफैले बल गरेर पलङमा बसेर याकुबले योसेफलाई भने, सर्वशक्तिमान परमेश्वर कनान देशको लुजमा म कहाँ देखा पर्नुभयो र उहाँले मलाई आशीर्वाद दिएर भन्नुभयो, हेर, म तँलाई फल्दो फुल्दो बनाउनेछु र सङ्ख्यामा तेरो वृद्धि गराउनेछु। तँबाट म जातिहरूको समूह उत्पन्न गर्नेछु र म पछि तेरा सन्तानलाई यो देश अनन्तसम्म अधिकार गर्न दिनेछु। अब म मिश्रमा आउन अघि मिश्रमा जन्मेका तेरा यी 2 छोराहरू मेरै हुन्। रुबेन र सिमेयोन चाहिँ एफ्राइम र मनश्शेको मेरै हुनेछन् र तिनीहरू भन्दा पछि जन्मेका सन्तान चाहिँ तेरा हुनेछन्। यिनीहरूले हक पाउँदा एफ्राइम र मनश्शेका नाउँमा यिनीहरूले बोलाइनेछन्, किनभने म पदन आरामबाट आउँदाखेरि एप्रातमा पुग्न अझ केही टाढा छँदै कनान देशमा राहेल मरिन र एप्रात अर्थात् बेथलेहममा जाने बाटोमा मैले तिनलाई गाडे। योसेफका छोराहरूलाई देखेर इजरायलले भने, यिनीहरू को हुन्? योसेफले आफ्नो बुबालाई भने, परमेश्वरले मलाई यहाँ दिनुभएका यी मेरा छोराहरू हुन्। तब इजरायलले भने, तिनीहरूलाई यहाँ म कहाँ ल्याइदिएर म तिनीहरूलाई आशीर्वाद दिनेछु। त्यस बेला उमेरले गर्दाखेरि इजरायलका आँखा धमिला भइसकेका थिए र तिनी राम्ररी देख्न सक्दैनथे। यसकारण योसेफले तिनीहरूलाई तिनको नजिक लगिदिएर अनि तिनीहरूलाई भुइँ खाएर अँगालो हाले। इजरायलले योसेफलाई भने, मैले त तेरो मुख देख्न पाउला भनी ठानेकै थिइनँ, तर हेर, मैले तेरा सन्तान पनि परमेश्वरले देख्न दिनुभयो। तब योसेफले तिनीहरूलाई इजरायलको घुँडाबाट हटाएर तिनले भुइँमा घोप्टो परेर साष्टाङ्ग प्रमाण गरेर योसेफले यी दुवै लिएर एफ्राइमलाई आफ्नो दाहिनेपट्टि र इजरायलको देब्रेपट्टि र मनश्शेलाई आफ्नो देब्रेपट्टि र इजरायलको दाहिनेपट्टि पर्ने गरेर इजरायलको नजिक ल्याए। तर इजरायलले आफ्नो दाहिने हात पछारेर कान्छा एफ्राइमको टाउकोमा राखेर मनश्शे जेठा भए पनि यिनीको टाउकोमा इजरायलले आफ्नो देब्रे हात राखे। तब तिनले योसेफलाई आशीर्वाद दिएर भने, जुन परमेश्वरको सामने मेरो पिता अब्राहम र इसाक हिँड्दथे, जुन परमेश्वरले मेरो जीवनभर आजसम्म मलाई डोराउनु भएको छ, ती स्वर्गदूत जसले मलाई सबै खराबीबाट जोगाउनु भएको छ, उहाँले नै यी बालकहरूलाई आशीर्वाद दिउन्। यिनैमा मेरो नाउँ अमर रहिरहोस् र मेरो पिता अब्राहम र इसाकका नाउँ अमर रहन् र पृथ्वीमा यिनीहरू अनगिन्ती भयो सङ्ख्यामा बढुन्। तिनका बुवाले आफ्ना दाहिने हात एफ्राइमको टाउकोमा राखेका देखेर योसेफलाई मन परेर तिनले एफ्राइमको टाउकोबाट मनश्शेको टाउकोमा राख्न भनी तिनका बुबाको हात हटाउनलाई उठाए। तिनले बुवालाई भने, हे बुवा, यसो होइन,
किनकि जेठो चाहिँ यो हो, तपाईँको दाहिने हात यसको शिरमाथि राखिदिनुहोस्। तर तिनका बुवाले अस्वीकार गरी भने, मलाई थाहा छ छोरा, मलाई थाहा छ यसको पनि एउटा वंश हुनेछ र यो पनि ठुलो हुनेछ। त्यसो भए तापनि त्यसको भाइलाई चाहिँ यो भन्दा महान हुनेछ र त्यसका सन्तान जातिहरूको एक समूह हुनेछ। इजरायलले तिनीहरूलाई त्यस दिन यसो भनेर आशीर्वाद दिए, इजरायलले तेरो नाउँ लिएको यस्तो आशीर्वाद दिनेछ, परमेश्वरले तँलाई एफ्राइम र मनश्य जस्तै बनाउन्। र यसरी तिनले मनश्य भन्दा एफ्राइमलाई नै अगाडि राखे। तब इजरायलले यसोलाई भने, अब म मर्न लागेको छु, तर परमेश्वर तिमीहरूको साथमा हुनुहुनेछ र तिमीहरूलाई फेरि तिमीहरूको पिता पुर्खाहरूको देशमा लैजानुहुनेछ। त्यसबाहेक तेरा दाजुभाइहरू भन्दा त बढी भएकोले मैले तँलाई एउटा पहाडको पहा दिएको छु, र जो मैले आफ्नो तरबार र धनुको बलले एमोरीहरूबाट लिएको थिएँ। 49 याकुबले आफ्ना 12 छोराहरूलाई आशीर्वाद दिएको एक पद। तब याकुबले आफ्ना छोराहरूलाई बोलाएर भने, तिमीहरू यहाँ जम्मा हो र पछिल्ला दिनहरूमा तिमीहरूमाथि के आइपर्नेछ सो म भन्नुलाई। हे याकुबका छोरा हो, जम्मा भएर सुन, तिमीहरूको बुबा इजरायलले भनेका सुन। रुबेन त मेरो जेठो छोरो होस्, मेरो शक्ति र मेरो बलको पहिलो फल, गौरव र शक्तिमा सर्वप्रमुख। पानी जस्तो चञ्चल त तेरो परिस्था त कायम रहने छैन, किनभने तेरो बुवाको पलङमा त चढिस र त्यो अशुद्ध पारिस त मेरो ओछ्यानमा चढिस। सिमेन र लेवी दाजुभाइ हुन्, तिनका तरबार नै उपद्रवमा हतियार हुन्। हे एफ्राइम, हे मेरो प्राण, तिनीहरूको सभामा नआइज, तिनीहरूको सङ्गतमा नलाग, किनकि आफ्नो रिसमा तिनीहरूले मानिसहरूलाई मारेका छन्। तिनीहरूले आफू खुसी गरेर गोरुहरूको ढोकनमा काटेका छन्। तिनीहरूको रिसमाथि श्राप परोस्, किनभने त्यो भयानक छ र तिनीहरूका क्रोधमाथि तिनीहरूको पनि त्यो निष्ठुर छ। तिनीहरूलाई म याकुबका छिन्न भिन्न पार्नेछु र इजरायलमा तित्रबित्र पार्नेछु। हे यहुदा, तेरा दाजुभाइहरूले तेरो प्रशंसा गर्नेछन्, तेरो हातको तेरा शत्रुहरूको गर्दन पक्रिनेछ, तेरो बुवाको छोराहरू तेरो सामुन्ने निहुरिनेछन्। यहुदाको सिंहको दमहरू हो, हे मेरो छोरो, शिकारबाट त आएको छ, त्यो निहुरिन्छस् र सिंह झैँ लेटिरहन्छस्। सिंहनी झैँ कसले त्यसलाई उठाउने आँट गर्छ? यहुदाको हातबाट राजदण्ड हट्ने छैन, राज्य चलाउनेको लाठी त्यसको खुट्टामा बीचबाट हट्ने छैन, जबसम्म त्यसको मालिक आउँदैनन् र जातिहरू उहाँको आज्ञाकारी बन्ने छन्। त्यसको गधालाई दागको बोटमा र गधाको बछेडुलाई चाहिँ उत्तम जातको हाँगामा बाँध्नेछ, र त्यसले आफ्नो लुगाहरू दागमतमा र आफ्नो पोसाक अङ्गुरको रसमा धुनेछ। त्यसको आँखाको दागमत भन्दा गाढा र त्यसका दाँत दुधभन्दा सेता हुनेछ। जुबुलुनको बास समुद्रको किनारमा हुनेछ, जहाजहरूको निम्ति त्यो बन्दरगाहमा हुनेछ, र त्यसको सिमाना सिदोनसम्मै हुनेछ। इस्साखार बलियो गधा हो र जो दुई भारीहरूको बीचमा लेटिरहन्छ। आफ्नो विश्रामको ठाउँमा असल रहेछ, त्यसको देशमा रमाइलो रहेछ भन्ने त्यसले देखेपछि त्यसले भारी बोक्रालाई आफ्नो काँध झुकाउनेछ र बेगारीको काम गर्न मान्नेछ। इजरायलका कुल मध्येको एक भएर दानले आफ्नो मानिसहरूको निम्ति न्याय गर्नेछ। दान चाहिँ बाटोमा भएको एउटा सर्प र गोरेटोमा भएको विषालु साँप हुनेछ, जसले घोडाको कुर्कुचाहरू रस्छ र त्यसको घोडा चढी चाहिँ पछिल्लोतिर लोट्नेछ। हे प्रभु, मैले तपाईँको उद्धारको प्रतीक्षा गर्दै आएको छु। अनि गादमाथि एक दलले आक्रमण त गर्नेछन्, तर त्यसले तिनीहरूलाई उल्टा खेल्दै हमला गर्नेछ। आशेरबाट उत्पन्न हुने अनाजहरू उत्तम हुनेछ र त्यसको राजकीय खाना बाँडिनेछ। नप्ताली फुकाइएकी बुढुली मृग हो, जसले सुन्दर सुन्दर पाठापाठी बिहाउँछ। योसेफ फलले लतरम्म भएको एउटा लहरा हो, पानीको मुल्नेर भएको फल लिने लहरा, जसको हाँगाहरू पर्खाल माथि माथि फैलिन्छन्। अनि धनुधारीहरूले त्यसलाई ज्यादै दुःख दिए, त्यसमाथि काँध चलाएर त्यसको खेदो गरे, तैपनि त्यसको धनु दह्रो नै रह्यो र त्यसको पाखुराहरू फुर्तिलो नै रहे। र याकुबका परम शक्तिशालीको हातद्वारा ती गोठाला इजरायलको सन्तानद्वारा, अर्थात् तेरो बुवाको परमेश्वर जसले तँलाई सहायता गर्नुहुन्छ, सर्वशक्तिमान जसले तँलाई आशिष दिनुहुन्छ, माथि स्वर्गका आशिषहरू र तल अगाधका आशिषहरू अनि स्तन र गर्भका आशिषहरू, तेरो बुवाका आशीर्वाद प्राचीन पहाडहरूका आशीर्वाद भन्दा र अनन्त डाँडाहरूका आशिष भन्दा पनि प्रबल छन्। ती सबै योसेफको शिरमा हुन् र त्यसका दाजुभाइहरू मध्येका प्रधानको शिरमा। बेन्यामिन त एउटा फहराउने बुवासो हो, बिहान चाहिँ ल्याएको शिकार त्यसले खान्छ र बेलुकी चाहिँ त्यसले लुट बाँड्छ। यी सबै इजरायलका 12 कुल हुन्। आफ्ना बुवाले तिनीहरूलाई आशीर्वाद दिँदै भनेको यही कुरा हो, प्रत्येकलाई तिनले सुहाउँदो आशीर्वाद दिए। याकुबको मृत्यु 29। तब तिनले तिनीहरूलाई यो आज्ञा दिए, म त मेरा मानिसहरू कहाँ मिल्न जान लागेको छु। हित्ती एप्रोनको खेतमा भएको ओदारमा मेरा पिता पुर्खाहरूको साथमा मलाई गाड, अर्थात् कनान देशमा मम्रेनेरको पकपेलाको खेतमा भएको ओदार, जो चाहिँ अब्राहमले हित्ती एप्रोनको हातबाट खेत समेत चिहान बनाउनलाई किनेका थिए। त्यही नै उनीहरूले अब्राहम र तिनकी पत्नी सारालाई गाडेका थिए, र त्यही नै उनीहरूले इसाक र तिनकी पत्नी रिबेकालाई पनि गाडेका थिए। त्यही नै मैले लेहालाई गाडे, त्यो खेत र त्यहाँ भएको ओडार हित्तीहरूको हातबाट किनेको हो। छोराहरूलाई
छोराहरूलाई यो आज्ञा दिइसकेपछि याकुबले आफ्नो खुट्टा ओछ्यानमा पसारेर आफ्नो प्राण त्यागेर आफ्नो पिता पुर्खाहरूसँग मिल्न गए। याकुबलाई गाडेको अध्याय 50। योसेफ आफ्नो बुवामाथि घोप्टो परेर रोएर तिनलाई मुहाई खाए। तब योसेफले आफ्नो सेवामा हुने वैद्यहरूलाई आफ्नो पिताको लासमा सुगन्धित लेप मल्न लगाएर, यसकारण ती वैद्यहरूले इस्रायलको लासमा सुगन्धित लेप मलेर यसको निम्ति 40 दिन लागेको थियो, किनकि सुगन्धित लेप लाउने यति नै दिन लाग्थ्यो। तिनको निम्ति मिस्रीहरूले पनि 70 दिन शोक मनाए। तिनको निम्ति शोक मनाउने दिन बितेपछि योसेफले फारोको वार्ताहरहरूसँग यसरी कुरा गरे, यदि तिम्रो निगाह ममाथि छ भने कृपा गरी यो मेरो कुरा फारो कहाँ लगिदेऊ कि मेरा बुवाले मलाई यसो भनेर शपथ खान लाउनु भयो, म मर्न लागेको छु। कनान देशमा म आफैले खनेर बनाएको मेरो चिहानमा मलाई गाडुन्, र यसकारण कृपा गरी गएर मेरा बुवालाई त्यही गाडेर फर्किआउन पाऊ। फारोले जवाब दिए, तिमीलाई उनले शपथ खान लगाएपछि गएर तिम्रो बुवालाई गाड। यसैले आफ्नो बुवालाई गाड्न योसेफ गएर तिनका साथमा फारोका सारा अधिकारी, उनका वार्ताहर, मिस्रीका सबै मुख्य मानिसहरू साथै योसेफका परिवारका सबै र तिनका दाजुभाइहरू र तिनका बुवा र परिवार र सबै गए। केवल तिनीहरूका बालबच्चा, तिनीहरूको बगाल र बठानहरू गोसेन प्रदेशमा नै छोडिएर रहे। तिनका साथमा रथहरू र घोडचढीहरू पनि गएर त्यो एउटा ठुलो मलामीको समूह थियो। जब तिनीहरू एर्दन ढेँडाको आदातको खलामा आइपुगे तब तिनीहरूले साह्रै अफसोस गरेर रुवाबासी गरे। अनि त्यहाँ योसेफले 7 दिनसम्म आफ्नो बुवाको निम्ति विलाप गरे। त्यस देशमा बासिन्दाहरू कनानीहरूले अतातको खलामा गरेको विलाप देखेर भने, यो त मिस्रीहरूको ठुलो विलाप रहेछ। यसकारण एर्दन ढेँडाको त्यस ठाउँको नाउँ चाहिँ हाबिल मिस्रैम राखियो। त्यो एर्दन पारिपट्टिको छ। यसरी याकुबले तिनीहरूलाई आज्ञा गरे बमोजिम छोराहरूले गरे। तिनका छोराहरूले तिनलाई कनानसम्म पुर्याएर र हित्ती एप्रोनसँग खेस समेत अब्राहमले चिहान बनाउन किनेको उधार अर्थात् मम्रे नेरको अलि मकपेलाको खेतमा भएको उधारमा तिनलाई गाडे। आफ्नो बुवालाई गाडिसकेपछि आफ्नो दाजुभाइ र आफ्नो बुवालाई गाडे। तिनीसँग गएका सबै साथमा योसेफ मिस्रमा फर्के। बुवाको मृत्यु भएको देखेर योसेफ दाजुभाइहरूले आपसमा भने, सायद अब योसेफले हामीसँग दुश्मनी गर्नेछन् र हामीले उसलाई गरेका सबै खराबीहरू बदला लिनेछ। यसकारण उनीहरूले यसो भनेर योसेफका खबर पठाए, मर्नुभन्दा अघि तपाईँको बुवाले यस्तो आज्ञा दिनुभएको थियो, तिमीहरूले योसेफलाई भन, कृपा गरी उनीहरूले तिनीहरूसँग खराबी गरेको तिम्रो दाजुभाइको अपराध क्षमा गर। अब बिन्ती छ, कृपा गरी तपाईँका बुवाको परमेश्वरको दासहरूको अपराध क्षमा गर्नुहोस्। र उनीहरूको यस्तो कुरा सुनेपछि योसेफ रोए र तिनका दाजुहरू पनि आएर तिनका सामु घोप्टो परेर भने, हेर्नुहोस् हामी तपाईँका दास हो। तर योसेफले उनीहरूलाई भने, नडराऊ, के म परमेश्वरको स्थानमा छु र? तिमीहरूले मेरो विरुद्धमा हानि गर्ने विचार गरेका थियो, तर परमेश्वरले त्यही कामद्वारा भलाइ गर्ने विचार गर्नुभयो, ताकि जसरी आज भइरहेको छ त्यसरी नै धेरैजना मानिसहरू बाँचिरहन्। यसकारण नडराऊ, तिमीहरूलाई तिमीहरूका बालबच्चा समेत म पालपोषण गर्नेछु। यसरी तिनले उनीहरूलाई ढाडस र सान्त्वना दिए। योसेफको मृत्यु 22। योसेफ र तिनका बुवाका परिवारहरू विश्वमा बसेर योसेफ 110 वर्षसम्म बाँचेर योसेफले एफ्राइमको पनातीसम्म पनि देखेर मनुष्यका छोरा माकिरका भर्खर जन्मेका बालबच्चा पनि योसेफकै घुँडामा राखिए। तब योसेफले आफ्ना दाजुभाइलाई भने, मेरो मर्ने बेला भयो, तर परमेश्वरले निश्चय नै तिमीहरूको हेरविचार गर्नुहुनेछ र उहाँले अब्राहम र इसाक र याकुबसितको शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशमा, यस देशबाट तिमीहरूलाई लैजानुहुनेछ। अनि योसेफले इजरायलका सन्तानलाई शपथ खान लाएर भने, परमेश्वरले तिमीहरूको हेरविचार गर्नुहुनेछ र त्यो बेला तिमीले मेरा अस्थिहरू यहाँबाट लैजानु। यसरी योसेफ 110 वर्षको भएर मरे र उनीहरूले तिनको लास सुगन्धित लेप मलेर बाकसमा हालेर मिश्रमा नै राखे। आमेन, आमेन, आमेन।